हेलो गाइस, मेरो भ्लगमा वेलकम। आज चाहिँ चासोक तङनाममा जाँदै गरेको अवस्था छ। फुल भिडियो हेरिदिनु होला है। कसैले सुन झार्छ कि भनेर जानु पर्यो भनेको। यहाँ चाहिँ सबै सुन आज हरायो भने चाहिँ कसले है हरायो भने डर छैन। ल हिँड्छु आज सुन हराउने भयो। आज कोहीले कता चासोक तङनाममा सुन झार्छ कि भनेर सुन झारिहाल्यो भने त यहाँ भाग्यमानी हुन्थ्यो कि भनेको। गाइसहरु सबै फुल भिडियो हेर्नु होला है। आज चाहिँ म चासोक पथरीमा मोरङको पथरीमा छु है। यता हाम्रो फुपू हुनुहुन्छ, पुरा रेडी हुँदै हुनुहुन्छ। अब बाटोमै लाउँदै जाने हाम्रो कन्ठाहरू बिर्सेला लाउनु। ओके, हामी अहिले हाइवे प्रस्तावमा छौँ। यो 2-4 वर्ष बाँचिने परेछ। दामी दामी केटीहरू छ त हौ, बाफरे। मिठेखाङ अब चाहिँ हामी आइपुगेको छौँ। यो चाहिँ गेट हो। चासोक चाहिँ यहाँ भित्रबाट स्टार्ट हुँदैछ भने आज चाहिँ यहाँ चासोक भित्र भव्य रमाइलो गर्नुपर्ने छ। यहाँ कोहीले सुन झार्छ कि भनेर आएको हो होइन। म चाहिँ सबैजना है ल ल हामी चाहिँ गेट प्रस्ताव गरियो। अब चाहिँ भित्र छिरियो है। चासोक तङनामको उपलक्ष्यमा डान्स गर्नुपर्छ, नाच्नुपर्छ, नाच्नुपर्छ। रमाइलो छैन र? अहिले हुन्छ होला नि त भव्य नै रमाइलो। हामी गएपछि रमाइलो हुन्छ। आज सुन हराउँछ होला भन्ने फेरि यहाँ डर भइरहेछ मान्छेहरूको। गाह्रो हुन्छ त। गेट प्रस्ताव र यसै अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, यहाँ चाहिँ हाम्रो स्टेज भनिएको छ भने पूजा अनुष्ठान कार्यक्रम साथसाथै प्रसाद ग्रहण कार्यक्रमलाई यदि यहाँहरूले गरिसक्नु भएको छ भने कार्यक्रम स्थलतर्फ अविलम्ब यहाँको उपस्थितिको खाँचो भएको हुँदा अनुरोध गर्न चाहन्छु। कलाकार विक्रम अहिलेको समय अत्यन्तै आज चाहिँ धान बगालै नाचिन्छ। यो चाहिँ सस्तो छ, रमाइलो हो। आज मजा आएगा, अभी मजा आएगा न। राम्री तरुनीहरू हेर्नुपर्ने छ यहाँ। तरुनीहरू किधर गया? कसैले सुन झार्छ कि भनेर यहाँ पछाडि हेर्दै हिँडेको। झार्दैन नि त बाफ्रे। अन्त सुन झार्छ कि भनेर यहाँ टिप्नु पर्यो नि त। महँगी चिजहरू अन्त त्यही भनेको झार्दैन या। आज त यहाँ त ल त अब यो हुक्काहरू चाहिँ भरे चिल्ड्रेन चाट बनाउनु पर्ने हो होइन। बाफ्रे लु आज सुनहरू त यहाँ कति देखियो नि।
सुन चोरी हुने भयो नि बाबा न आज सुनहरू चोरी हुन्छ यहाँनिर फिक्सै बाफ्रे के हो खाना पनि बाँड्दैछ जस्तो छ त अन्त ल है मिठे काङ हराउँछ होला हौ आज ल यहाँ खानेकुराहरू के खाने हो मिठे काङले चाहिँ अनि आज चाहिँ ल ल ल ल ल ल सबैजना आउनु पर्यो है त ल अब विक्रमले खाने भनेको चाहिँ यहाँ रहेछ होइन यो चाहिँ अब दिउँसो चाहिँ नचढाउँ होला होइन भरे बेलुका भएपछि चलाउनु पर्छ यस्तो चिजहरू चाहिँ फटा हो नि त लिम्बूको छोरा हो अलि त खानै पऱ्यो नि त होइन ल यस्तो राम्रो यहाँ टोम्बाहरू बनाएको रहेछ है चस्मा त यहाँ त कुच्चीकै चस्मा रहेछ नि त अनि सबै सुनहरू त यहाँ त आज त बेजोड प्रस्तुति हुँदैछ अनि चासो होइन आज त मेरो त के हेर्ने दिन भएछ नि बाफ्रे सकिएन नि सक्दैन नि फेरि हामीलाई यस्तो भएपछि त अनि सकिगयो नि त अनि आज मात्र त अनि अहिले एकछिनदेखि समातेर ड्याङ्की धान नाच्नु थाल्नुपर्छ यस्तो धान नाचिन्छ कि आज अच्छा अभी मजा आएगा ना हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ अभागी नसम्झ खप्पर त ठुलो छ हैन है बुबु यो हो नि त तरिका यो हो नि तरिका राम्रो केटीहरू मात्र छ नि आज हैट है सुन चोरी हुन्छ है सिस्टर हैट फेरि यहाँ त पोखरी नाउ खेल्ने ठाउँ होइन नाउ खेल्ने हो मिसे कहाँ किन हो खेल्दै हो नानी यस्तो छ ठक्कै यहाँ टक्कै धारामा यहाँ नुहाउने हो कि टक्कैसँगले होइन जे गर्दा पनि हुने यस्तो राम्रो हाम्रो धारा छ शौचालयको व्यवस्था पनि छ भने यहाँनिर धान नाच्नुको लागि सोल्टिनीहरूको व्यवस्था पनि छ भन्ने सुन्थेँ तर छैन होला त्यति साह्रै नभनिदिउँ होला सोल्टिनी भेटाएकै छुइनँ अन्तिममा चाहिँ एक्लै यहाँनिर बाउला जस्तो हिँड्दैछु अभी मजा आएगा ना अब चाहिँ यस्तो कडा छ सुनहरू कसैले झार्छ कि भनेर हेरेकै छु म ब्रुङै देख्दा ओके गाइस अब चाहिँ इन्ड गर्ने हो है सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सट